मेरो पहिल्यै पोटिलो बनाउँछु हुन्छ बरु ए हुन्छम जोडी संसारकै हिट बुढीलाई नि तन्काउँछु 2 फिट ए माइतै जान्छु एक्लै घुर्नी खसी परे बुढोलाई के खुनी ए तिमीले पानी पाउँदैनौ मरेसी कान्छी ल्यायो अपरेसन गरेसी कान्छी प्यारी नदुखाउ तिमीले मन पत्थरीको गरेको अपरेसन बोले हुन्छ बरु नहेर भइगो बुढो यो कुरा मोडिदेऊ कि छोरा देऊ कि मलाई छोडिदेऊ बोले हुन्छ गोरु बोलेर हुन्न डार्लिङ यो कुरा चर्काउन मिल्छ अरे अपरेसन फर्काउन बोले हुन्छ बरु खोरेर ए मैलाई भारी पार्दिए चिन्ताको किरे गर्न पर्ने हो 3टाको के थाहा त नि सिल्टी मुर खान्छस् कि हामी भन्दा झन् पहिला जान्छस् कि बोले हुन्छ बरु खोरेर ए सँगैको मान्छे रोग लाएर गइसक्यो बुढाको त उमेर नि भइसक्यो हे बाउलाई कस्तो जवाफ दिएको हो तिम्रै हो कि झड्केलो ल्याएको हो बोले हुन्छ बरु ए काली भैनी पिरती लाएछौ दाइले बरु कान मिल्ने पाएछौ थाहा पाउने र के हुन्छ के गर्दा देब्रे चस्मालाई थियो र बेगर्दा बोले हुन्छ बरु रिस गर्नेलाई नसुनाइ भएन मेरी गर्लफ्रेन्ड राम्री छ पिर छैन बोले हुन्छ बरु ए बेगरेर यत्रो भाग खाओलिन् सुनको दाँत देखेर आहोलिन् रक्सी खाँदै चारतिर डुल्या छ हाम्रो कोनी पेट मात्रै फुल्या छ बोले हुन्छ बरु ए हामी माथि वचन नउफार तिमी बाँच श्रीमती थुपार बोले हुन्छ बरु मुख भरेर एउटा छोरो सराप लाको छ बुढेसकालमा बाउलाई भैँस आएको छ बोले हुन्छ ए खान्न पार सुकेको जेन छ बाउलाई कान्छी पोस्नकै ध्यान छ बोले हुन्छ बरु ए उपचार गर्नुहोस् होइन यो मिनी रोग छोरा टिभी बाउ चाहिँलाई चिनी रोग बोले ए मन छ उनलाई मायाले फुल्काउने कोही नभएको मेरो पोइ उल्काउने बोले हुन्छ बुहारीको गफ मात्रै बढी छ पँधेरोमा गाउरो छ लडी छ मान्छे सानी बेहोरा छुच्ची छ गाउरीको मुख कुच्चे झै कुच्ची छ बोले हुन्छ बरु ए आए हुन्थ्यो थोरै हाइट बढेर धारो खोल्छिन् मुढामा चढेर बोले हुन्छ बरु ए कुरा काट्छन् धरापै धराप छ मलाई जन्माउने दैवलाई सराप छ बोले हुन्छ बरु मासु खान्छु बङ्गारो चपाउँदै छोरो पाम्न यिनीहरूले नपाउँदै बोले हुन्छ